नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचार। जनकपुरमा करेन्ट लागेर घटनास्थलमै 2 जनाको मृत्यु। नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व वातावरण दिवस मनाउँदै। प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रदेश नम्बर 2 का सरकारले जेठ 24 गते प्रस्तुत गर्ने। पेट्रोलियम पदार्थ भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चौतर्फी माग, मूल्य वृद्धि गर्ने बाध्यता रहेको मन्त्री यादवको भनाई। र भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी। अब समाचार विस्तारमा। जनकपुरमा करेन्ट लागेर 2 दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका 17 कनकपट्टी 26 वर्षीय सुरेन्द्र शाह र 24 वर्षीय वीरेन्द्र शाह छन्। सोमबार साँझ घरमा बिजुलीको मेसिनरी समाजको मर्मत गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेर मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। महोत्तरीमा तस्करसँग पैसा लिइरहेको प्रहरीको फोटो खिच्दा पत्रकारमाथि हातपात भएको छ। फोटो किन खिचेको भन्दै प्रहरी हवलदार राजेन्द्र बहादुर बस्नेतले पत्रकार राजीव राय कुमारमाथि सोमबार साँझ हातपात गरेका हुन्। शम्सी गाउँपालिका स्थित बजारमा मर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको बेला फोटो खिचेका पत्रकार कुर्मीलाई सोही स्थानमा आइपुगेका इलाका प्रहरी कार्यालयका हवलदार बस्नेतले हातपात गरेका थिए। बस्नेतले धक्कामुक्की गर्दै मोबाइल खोज्ने र फोटो डिलिट गर्ने प्रयास गरेका थिए। हवलदार बस्नेतले आफूलाई कसैले कारबाही गर्न नसक्ने भन्दै रभाव देखाएका थिए। शम्सीका विभिन्न नाका हुँदै दैनिक लाखौं रकमको तस्करी प्रहरीकै मिलोमत्तोमा भइरहेको खबर पाएपछि त्यस क्षेत्रमा रिपोर्टिङका लागि पुगेका पत्रकार रायले बताएका छन्। सुदूरपश्चिममा विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान बाजुरा जिल्ला केन्द्रबिन्दु भएर 4.9 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लाइन्चाउले जनाएको छ। बिहान 7:19 जाँदा भूकम्प गएको थियो। भूकम्पको धक्का बाजुरा सहित आछाम, डोटी, बझाङ, डडेलधुरा र दार्चुलामा पनि महसुस गरिएको थियो। आज जुन 5 अर्थात् विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्लास्टिक प्रदूषण निर्मूल पारौं, सके पुनः प्रयोग, नसके बहिष्कार गरौं भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको हो। यसै क्रममा जनकपुरमा पनि प्रदेश नम्बर 2 को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा वातावरण दिवस मनाइएको छ। यस अवसरमा वातावरण मन्त्री रामनरेश रायको नेतृत्वमा रामनन्द चोक क्षेत्रमा सरसफाई गरिएको छ। सरसफाईमा विभिन्न दलका नेता, समाजसेवी, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता थियो। वातावरण दिवसकै अवसर आज जनकपुरमा कपडाका झोला वितरण गरिएको छ। प्लास्टिकका झोलाको विकल्पमा कपडा सहितका झोलाको प्रयोग गर्न सहभागीहरूले आग्रह गरेका छन्। वातावरण दिवस हामी प्लास्टिकको झोलाहरू, प्लास्टिकका जति पनि चिजहरू छन् तिनीहरूको प्रयोगलाई घटाउने, सकिन्छ भने प्लास्टिकलाई चाहिँ पुनः प्रयोग गर्ने, सकिँदैन भने त्यसलाई चाहिँ बहिष्कार गर्दै जाने खालको चाहिँ कार्यक्रमहरू हामीले अगाडि बढाएका छौँ। र त्यही अन्तर्गत आज यो रामानन्द चोकमा सरसफाइको कार्यक्रम विशेष गरी प्लास्टिकलाई लक्षित गरेर हामी गर्दैछौँ। त्यसपछि तुरुन्तै हामी प्लास्टिकका झोलाहरूलाई रिप्लेस गर्नलाई अर्को वैकल्पिक झोलाहरू जो चाहिँ बायोडिग्रेडेबल छन् अथवा चाहिँ जमिनमा परेपछि कुहिएर जान्छन् त्यस्तो खालको चाहिँ झोला हामीले डिजाइन गरेका छौँ र त्यसको वितरण आजबाट हामी सुरु गर्दैछौँ। र यो चाहिँ वितरणको कार्यक्रम हाम्रो निरन्तर रूपमा चाहिँ वर्षैभरि चलिरहन्छ। आजबाट हामी यसलाई सुरुवात गर्ने हो। उनीहरूले प्लास्टिकका झोला विरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्। प्रदेश नम्बर 2 का सरकारले जेठ 24 गते बिहीबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थबाट प्राप्त भएको चिठी पढ्दै बिहीबार प्रमुख कायस्थले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभालाई जानकारी गराएका छन्। 2075 2 24 गते अपराह्न 2 बजे
प्रदेश सभामा प्रस्तुतिको लागि प्रदेश मन्त्री परिषदको मिति 2075 18 गतेको बैठकको निर्णय बहुमती अनुरोध गरी आएकोले उक्त मिति तथा कार्यक्रम सोही बहुमती प्रस्तुत हुने कार्यक्रम तय भएको हुँदा जानकारीको लागि अनुरोध गर्छु र नेसौलालका प्रदेश प्रमुख दिनाङ्क 2075 18 गते। बिहिबार 2 बजे सांसद नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले 31 बजे भित्रै आफ्नो सांस्कृतिक वेशभूषा सभामा अनिवार्य उपस्थित हुन सांसदलाई आग्रह समेत गरिएको छ। प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले यस वर्षको बजेटमा संवैधानिक अधिकार अनुसार विकासका मुख्य पूर्वाधार समेटेर बजेट ल्याउन लागेको बताए। उनका बजट के वही साल के जो बजट है जना संवैधानिक राइट बहुत चीज़ सब में दे देने थे जना यातायाते है, लेकिन यातायात के लाहने यातायात कहो तो वही में सिंधलियो है, कभी कभी उदयपुर है, जनकपुर में सिंधली है, विभिन्न जिला सब है, क्लियर डाटा नहीं आयल है। ताहि दुआरे आवे वाला बजट जते भी सेक्टर के छे जे विकास के मेन पूर्वाधार है छे वही चीज़ सबके समेट का बजट बनते जना कृषि, यातायात, शिक्षा, स्वास्थ्य, ये सब विभिन्न चीज़ के समेट का आवे वाला बजट है। उनले बजेटमा कृषि, यातायात, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको समेत बताए। यद्यपि मन्त्री यादवले बजेटको आकार मोटामोटी कति हुने भन्ने बताउन चाहेनन्। अब समाचारमा विश्रामपछि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चौतर्फी माग, मूल्य वृद्धि गर्ने बाध्यता रहेको मन्त्री यादवको भनाई। भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी। र नेपालमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको खुलासा, अख्तियारमा करिब 17,000 निवेदन। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघ धनुषाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष सुजित मिश्र सहितको टोलीले आज प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली समक्ष ज्ञापन पत्र बुझाएको हो। नेभी संघका प्रतिनिधिहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले इन्धनमा मूल्य वृद्धि गरेर सरकारले सबै क्षेत्रमा महँगी बढाउन खोजेको आरोप पनि लगाए। ज्ञापन पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले यस विषयमा सम्बन्धित निकायलाई कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो। धेरै मान्छेलाई मारिरहेको छ हैन, यसले गर्दाखेरि हाम्रो चाहिँ भविष्य नै अन्धकार बनाउने सम्भावना छ यसले हैन। यसमा कुनै सहुलियत, रियायत, अलिकति चाहिँ नरमपन हुँदैन। यो शून्य सहनशीलता, लागु औषधको सेवन र कारोबार जसले गर्छ त्यसलाई हदैसम्मको कानुनी कारबाही हुन्छ। यो चाहिँ कुनै मलाइजा गर्ने विषय होइन। यसले हाम्रो चाहिँ भविष्यलाई नै अन्धकारमा धकेल्न खोजिरहेको छ। यो सन्दर्भमा हामी चाहिँ समकक्षी अस्ति पनि भर्खर म आउने बित्तिकै आएकै भोलि गर्दा हामी चाहिँ समकक्षी चाहिँ मधुबनी जिल्लाका टिएमसित पनि गर्छौँ र यो विषयमा पनि हाम्रो चाहिँ माइक्रोटिङहरू पनि हुन्छ। यो त अब कागजी कुरा एउटा ठाउँमा भयो। अब अहिले चाहिँ प्रदेश सुरक्षा समितिले पनि कडाइका साथमा यसलाई लिने आज बिहान मात्रै पनि हामीले बैठक गरिरहेका छौँ। नेपाल आयल निगमले पछिल्लो 4 महिनामा 5 पटक इन्धनको मूल्य वृद्धि गरिसकेको छ। शनिबार रातिदेखि पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रति लिटर 3-3 रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोल लिटरमा 113 रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य 95 रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको निगमले जनाएको छ। निगमले प्रत्येक 15 दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गर्दै आएको छ। प्रतिनिधि सभाका सांसदहरूले पेट्रोल
पेट्रोलियम पदार्थ गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थ गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो। उहाँले वर्तमान सरकार गठन भए यता 5 पटक पेट्रोलियम पदार्थ मूल्य वृद्धि गरिएको भन्दै आपत्ति जनाउनुभयो। सांसद रेग्मीले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान अघि बढाएको सरकारले मूल्य वृद्धि गरेर के गर्न खोजेको भनी प्रश्न पनि गर्नुभयो। सांसद रामबहादुर विष्टले पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्नुको कारण सांसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभयो। उहाँले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनुभयो। त्यसैगरी सांसद शान्ता चौधरीले पश्चिम नेपालका कमलरीहरूको व्यवस्थापनका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले दाङ क्षेत्र नम्बर 2 मा खानेपानीको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले इन्धनको मूल्य बढेको विषयमा प्रतिनिधि सभामा जवाब दिनुभएको छ। आज प्रतिनिधि सभा बैठक मन्त्री यादवले भारतमा भन्दा पेट्रोल 22 रुपैयाँ र डिजेल 25 रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको बताउनुभयो। उहाँले अहिले पनि भारत भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको बताउनुभयो। समायोजन गर्दा पनि 37 करोड घाटा रहने अवस्था देखिन्छ। यस अवस्थामा पनि सीमावर्ती भारतीय क्षेत्रहरूमा भन्दा नेपालमा निर्धारित गरिएको यो मूल्य पेट्रोल र डिजलको हकमा क्रमशः प्रति लिटर करिब 22 रु र 25 रु सस्तो रहेको छ। गत शनिबार मूल्य वृद्धिपछि पनि आयल निगमलाई 37 करोड रुपैयाँ घाटा रहेको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि बचाउ गर्नुभयो। मन्त्री यादवले भने विगतमा पेट्रोलियम पदार्थको मूल्यमा राजनीतिक हुँदा आयल निगम करोडौं घाटामा गएको र तेलको भुक्तानी दिन नसक्दा सरकार जमानी बसेर ऋण खोजी दिनुपर्ने अवस्था रहेको बताउनु भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सरकारले रहरले नभई बाध्य भएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु परेको बताउनु भएको छ। मातृका यादवले जनतालाई सहुलियत दिने काममा आवश्यक साथ र सहयोग गर्न पनि विद्यार्थी संगठनलाई नेतृत्वसँग आग्रह गर्नुभयो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै सोमबार मन्त्रालय पुगेका प्रमुख दल निकट विद्यार्थी संगठनका नेतृत्वलाई उहाँले विद्यार्थीहरूलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने लगायतका विगतका सहमति कार्यान्वयनका लागि आवश्यक छलफल गर्ने आश्वासन पनि दिनुभयो। मन्त्री यादवले नेपाल आयल निगमलाई अब भ्रष्टाचार नहुने र चुहावट हुन नदिन आफूले विशेष अभियान सञ्चालन गरिसकेको दाबी पनि गर्नुभयो। 35-40 डलर र निवेशनको साथीले त्यो हिस्ट्री खोज्नु पर्यो कि कसको पालामा कति बढेको थियो, त्यतिसम्म पनि भएको छ। त्यसले मेरो चाहिँ कुनै रहर होइन, बाध्यता साह्रै आन्दोलन गर्दाखेरि कति दुःख हुन्छ त्यो हामी पनि बुझेकै छौँ। मतलब त्यतिकै फुत्त यहाँ आएका पनि छैनौँ। मेरो आग्रह के छ भने तपाईँहरूको सहयोग चाहिन्छ। अब कहाँ कहाँ के गर्न सकिन्छ, जसरी विगतमा सिलिन्डरको कुरो छ, उसको कुरो छ, होइन कसरी व्यवस्थित गर्ने, सिधै मुखले भनेर त हुँदैन नि त। योजना बनाऊ, बसेर छलफल गरौँ। अरू पनि विद्यार्थी साथीहरू आउनुभयो थियो, उहाँलाई पनि मैले त्यही आग्रह गरेँ। म बोलाउँछु, तपाईँहरूलाई बोलाउँछु र यो मन्त्रालय जहिले पनि तपाईँहरूको लागि खुला रहन्छ छलफल गर्नको लागि, सहयोगको लागि, होइन हामीलाई सहयोग गर्नुहोस्। अहिले मेरो आग्रह त्यो हो कि मतलब अहिले तपाईँहरू सहयोग नखोज्नुहोस्, हामीलाई सहयोग गर्नुहोस् केही दिन, त्यसपछि हामी जनतालाई अब सबै मिलेर सहयोग गर्ने कुरो नहुन्छ। र अहिले जुन
आन्दोलन जान हल्ला भइसक्यो किन तर हामी चाहिँ बिलखमा कोटा हटाउनु पर्यो भन्ने भन्दैन सुरेन्द्र यो यसो गर्न काम र अहिले जुन नेपाल आयल निगममा भएको भ्रष्टाचार, चुहावट, अनियमितता र व्यतिथि अन्त्य। मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सङ्घर्ष नगर्न पनि एनएसयू नेपाल विद्यार्थी सङ्घ लगायतका प्रमुख दलका विद्यार्थी सङ्गठन नेताहरूसँग आग्रह गर्नुभयो। यता विद्यार्थी सङ्गठनका नेताहरू भने जनतालाई मारमा पार्ने गरी सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मन्त्री यादवले ज्ञापन पत्र बुझाएका थिए। जनतालाई मारमा पार्ने गरी पेट्रोलियम पदार्थ बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउनु परेको एनएसयू उपाध्यक्ष रश्मि आचार्यले जानकारी दिनुभयो। र व्यतिथि अन्त्य गरेर जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनेतर्फ उदासीन भई केवल अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा श्रृङ्खलाबद्ध र एकहोरो रूपमा गरिएको आकाशिदो मूल्य वृद्धिप्रति हाम्रो घोर आपत्ति रहेको छ। अर्कोतर्फ 2 आकारको सिलिन्डर बनाई जनता र विद्यार्थीलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने र यस ऐनको सहमति अझै कार्यान्वयन हुन सकेको छैन। यस स्थितिमा गैरजिम्मेवार ढङ्गले बढाएको मूल्य वृद्धि अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ, अन्यथा सङ्घर्षमा उत्रन बाध्य हुने जानकारी गराउन चाहन्छौँ। विद्यार्थी सङ्गठनहरूले पेट्रोलमा बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता नभए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभएको छ। अब समाचारमा फेरि विश्रामपछि भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी र नेपालमा शिक्षा विज्ञान र प्रविधि मन्त्रालय मतहतमा भ्रष्टाचार भएको खुलासा, अख्तियारमा करिब 17,000 निवेदन। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि पनि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै सञ्चालन गर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले सरकारले गरिबी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको दाबी समेत गर्नुभयो। सोमबार हेटौडामा प्रदेश 3 को प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढ्न प्रदेश सरकारलाई पनि आग्रह गर्नुभयो। विकासका लागि अनुकूल वातावरण आएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नगरे कहिले विकास गर्ने भन्ने प्रति प्रश्न पनि गर्नुभयो। उहाँले प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न पनि गम्भीर ध्यानकर्षण गराउनुभयो। प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने काममा लगानी भित्र्याउने योजना पनि अघि सार्नुभयो। उहाँले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण गर्ने प्रतिबद्धता पनि दोहोर्याउनुभयो। प्रधानमन्त्री ओलीले पेट्रोल उत्पादन कार्य पनि सुरु गर्न लागि दाबी गर्नुभयो। नचाहिने कुराहरू आयात गर्न रोक लगाउने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले हेटौडा कपडा कारखाना तत्काल सञ्चालनमा ल्याउने घोषणा पनि गर्नुभयो। त्यसका लागि आवश्यक मेसिनहरू तत्काल खरिद गर्ने प्रधानमन्त्री ओलीले योजना छ। उहाँले उद्योग स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि स्पष्ट पार्नुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मतहतमा भ्रष्टाचार भएको उजुरी सबैभन्दा बढी परेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दगालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मतहतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार भएको उजुरी आएको खुलासा गर्नुभएको हो। सोमबार काठमाडौँ स्थित आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले त्यसमध्ये अस्थायी शिक्षक नियुक्तिमा भ्रष्टाचार लगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढी रहेको पनि स्पष्ट पार्नुभयो। शिक्षक नियुक्ति, भवन निर्माण, छात्रवृत्ति लगायतका अनुदान सहायताको र काममा अनियमितता हुने गरेको उजुरी सबैभन्दा बढी रहेको अख्तियारको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको उजुरी पनि उल्लेख्य रहेको अख्तियारले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत हालसम्म सबैभन्दा बढी 30,044 वटा उजुरी परेको पनि प्रवक्ता दङ्गालले जानकारी दिनुभयो। यो 1 नम्बरमा
शिक्षा मन्त्रालयको उजुरीहरू छ हैन, शिक्षा मन्त्रालयसँग सम्बन्धित। अब शिक्षा मन्त्रालयसँग सम्बन्धित भन्ने बित्तिकै उजुरीहरू कस्तो आउँछ भने धेरैजसो अब यो शिक्षकहरूको नियुक्तिका कुरा, यो विभिन्न हुन्छ नि पिसिएफका करारका शिक्षकहरू, अस्थायी शिक्षकहरू नियुक्ति गर्ने विषय, अनि विद्यालयमा गएका विभिन्न खालका रकमहरू, छात्रवृत्तिका रकममा हिनामिना भयो भन्ने, अनि विद्यालयका निर्माण, शौचालय भवन निर्माण, पर्खाल निर्माणमा गएका रकमहरू हिनामिना भयो भन्ने, अनि त्यहाँ गएका विभिन्न अनुदानहरू, छात्रवृत्तिका अनुदान, पिसिएफका अनुदान, कतिपयमा अब पोसाक अनुदान हैन, त्यो पुस्तक अनुदान, त्यो पनि हिनामिना भयो भन्ने खालका कुराहरू आउँछन्। सङ्घीय मामला तथा स्थानीय विकास साबिकको अब अहिलेको सङ्घीय मामला तथा सामान्य प्रशासन भनौँ, त्यसमा चाहिँ 2714 वटा उजुरीहरू छन्। र यसमा आउने उजुरीहरू भनेको एउटा चाहिँ सामाजिक सुरक्षा भत्तामा अनियमितता भयो भन्ने आउँछ धेरै। अनि त्यसपछि अब यो स्थानीय तहले, स्थानीय निकाय, पहिलाको स्थानीय निकाय अहिलेको स्थानीय तहमा भएका विकास निर्माणका कामहरूमा अनियमितता भयो, क्वालिटी चाहिँ आएन हैन, गुणस्तर कायम भएन, बिल बनाएर मात्रै खाइयो। आयोगमा हालसम्म कुल 16,808 वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ। त्यसमध्ये अघिल्लो आर्थिक वर्ष 7,719 वटा रहेको छन् भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको 9,089 वटा उजुरी परेको छन्। प्रवक्ता दङ्गाले हालसम्म भ्रष्टाचार सम्बन्धी करिब 54% उजुरी फर्सट गरिएको पनि जानकारी दिनुभयो। अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबन्धनका लागि सबैलाई साथ दिन पनि आग्रह गरेको छ। प्रवक्ता दङ्गाले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक सूचना उपलब्ध गराउन सञ्चारकर्मीलाई पनि आग्रह गर्नुभयो। गतिविधिहरू मैले यहाँहरू बिच हैन यो पनि चासो मिडियाको र अनुसन्धानमा जानकारिताको हिसाबले कुन कुन ठाउँमा त्यस्ता अनियमितताहरू भइरहेका छन्, हुने सम्भावनाहरू छन्, त्यो कुराको खोजी गरेर समाचार सङ्कलन गरेर आयोगलाई यो सञ्चारका माध्यमबाट यी कुराहरूलाई। आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश स्तरीय गोष्ठी कार्यक्रम पनि सम्पन्न गरिएको जनाएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। जनकपुरमा करेन्ट लागेर घटनास्थलमै 2 जनाको मृत्यु। नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व वातावरण दिवस मनाउँदै। प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रदेश 2 का सरकारले जेठ 24 गते प्रस्तुत गर्ने। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चौतर्फी माग, मूल्य वृद्धि गर्ने बाध्यता रहेको मन्त्री यादवको भनाई। र भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।